हेलो हामी नारायणथान मन्दिरको चाहिँ यता गुफातिर छिर्दै छौं ल हामी हेरे नारायणथान गुफा राइट ओहो छिरौँ ल हेलो सर हेलो यता लाइट बाल्दै हेर्नु होला है त म भिडियोमा छु ओके मलाई देख्छ हेलो हेलो क्या रमाइलो है रमाइलो छ सर तल चाहिँ आउनु आउनु दामी 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 मिटर आयो हौ हजुर पैसा ए उकालो चढ्नु पर्ने हो हामी यहाँ मलाई हेर्नुहोस् त हजुर हेर्नुहोस् त हेलो हेलो राम सर हेलो अमृत सर सुशान्त नआएको चमेरोले हामीलाई यहाँ फाल्ने हो हामी सिक्का फाल्दैछौँ यहाँ बागमतीमा पुग्छ अरे हेलो यहीबाट फर्किनु पर्ने हो यो हामी माथि फर्किने हो कन्ट्री जानुपर्छ कि यति नै हो ल कस्तो भयो गाइज हामी भिडियोमा छौँ है गाइज बागमतीमा पुग्यो रे हाम्रो सिक्का चाहिँ तपाईँ फाल्नुभयो आच्छा कति कस्तो ठाउँ हेर त यहाँ एकदम राम्रो छ है हजुर लाइट बारौ त गाइज चिप्लो रहेछ गाइज यहाँतिर चाहिँ हैन तानो ल केदार सर मेरो एउटा मात्रै हात युज भइरहेको साधन सबै तान्नु है सर तान्नु त कसरी तान्ने हो मैले एक्लै आउने साथीहरु चाहिँ एक्लै बसेर मुस्कुराउनु हो माया एक्लै बसेर मुस्कुराउनु हो माया तिमीलाई हेरेर रमाउनु बरालिने मन त हो ल बाहिर आइयो है हेलो मोबाइल हाम्रो यहाँ लामो छ केटाहरु ए हामी गुफामा छिर्यौं अब हामी मन्दिरतिर जाँदैछौँ है नारायणथान मन्दिर रमाइलो है ल हामी चाहिँ अहिले नारायणथान मन्दिरमा ठ्याक्कै नै आइसक्यौँ ल गाइज अब कस्तो छ हेरौँ घुमौँ एकदम रमाइलो लाग्यो यता क्याम्प छ यता आज फर्स्ट टाइम आउँदै हजुर गुफामा थियौँ हामी मेन मन्दिर चाहिँ कता हो यही नै हो मन्दिर ल ल गाइज हामी चारैजना यो लाइनमा आउँ त मन्दिर यहाँ रहेछ हामी कति घन्टा हिँड्यौँ कति 3 घन्टा हिँड्यौँ बाइक राखेर अब हामी
ल हामी यति धेरै थाकेर आउँदा पनि यहाँ आएपछि कस्तो आनन्द है ल पूजा गरौँ है